नमस्कार। लौ न हजुर, मलाई चाहिँ एउटा यस्तो आपत्ति पर्यो है। फेसबुकबाट मलाई पैसा आउँछ भन्ने पनि थाहा छैन है। अनि मैले त्यहाँबाट पैसा आउँछ अनि म खाउँला भनेर भर पनि परेको छुइनँ, परिनँ। अनि यहाँ कतिवटाको यो कुराहरू सुन्दाखेरि एउटा अचम्म लागेर आउँछ होइन त। के भएको कुनै थाहा भएन होइन। फेसबुकबाट पैसा आउँछ उसलाई भनेर हल्लान गर्दा रहेछन्। मेरो चाहिँ यो फेसबुकमा एउटा 28 दिने एउटा चाहिँ ऊ दिँदो रहेछ। 28 दिनसम्मको त्यो यस्तो भयो भनेर एउटा ऊ दिँदो रहेछ, प्रगति रिपोर्ट भने जस्तै एउटा दिँदो रहेछ। मेरो चाहिँ 2.5 लाखदेखि 3 लाख अथवा 2.5 लाख चाहिँ अवश्य पनि हुन्छ 28 दिनभित्र। भ्युज त्यति हुन्छ। अब त्यस्तो देखेर हो कि अथवा के भएर फेरि आम्मामा मलाई यसरी विरोध गर्नेहरू पनि छन्। फेसबुकमा फोटो हाल्छ, यो गर्छ। ए हजुर, फोटो हाल्छु त म मेरो बुढी बिहा गर्नुभन्दा अगाडि तरुनी हुँदाखेरिको चाहिँ फोटोहरू हाल्छु। एउटा कुरा, एउटा म तन्नेरी हुँदाखेरिको फोटो हाल्छु। अनि अर्को चाहिँ मेरो भदैनी, मेरो बहिनी, मेरो भाउजू, मेरो बुहारीहरूको फोटो हाल्छु। मेरो नाति नातिनीहरूको फोटो हाल्छु। नाति बुहारीहरू पनातिसम्म छन् मेरो। उनीहरूको फोटो हाल्नु के गलत हो कि फेरि यस्तो कि कसैलाई गाली गलौज गरेर मैले फोटो हालेको पनि छैन। अब अर्को एउटा के भन्दाखेरि म इसाई हो, क्रिस्चियन हो। अनि त्यो सङ्गति हुँदाखेरि अनि उनीहरूको हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि पवित्र बिहा भने हुन्छ। हाम्रो मतलब विवाह त जस कसैको हुन्छ नि त। क्रिस्चियनको आफ्नै किसिमको हुन्छ होला, हुन्छ भनेपछि लामाहरूको आफ्नै किसिमको हुन्छ होला। अब अरू त्यस्तैको आफ्नो आफ्नो जात अनुसारको आफ्नो धर्म अनुसारको आफ्नो किसिमको बिहाबारी हुन्छ। अनि त्यस्तो फोटोहरू म हाल्छु। अस्ति भर्खर पनि के भएको भने भन्दाखेरि मेरो चाहिँ जेठा दाइको छोरीको छोरी नातिनीको बिहा थियो। नातिनी बिहा थियो। अब बाजे भनेर बोलाए, गइयो। अनि त्यहाँ मोबाइलले यसो फोटोसोटो खिच्यो, भिडियो खिच्यो, हालिदियो। कति हाल्नु अझै कति हाल्नु बाँकी छ। त्यसको लागि पनि कतिजना जल्या होला। त्यो भएको कारणले गर्दाखेरि मैले यसो सोचेँ फेसबुक डिलिट गरिदिनु पऱ्यो, नराख्नु पऱ्यो भन्ने योजना गरेँ। तर मलाई फेसबुक कसरी डिलिट हुन्छ भनेर चाहिँ सोद्धाखेरि कसैले मलाई बताइदिएन। यार लो न प्लिज, फेसबुक कसरी डिलिट हुन्छ त्यो चाहिँ कमेन्टमा लेखिदिनु होला। ल, धन्यवाद।